हेलो गुड मर्निङ एभ्रिवान सबैलाई गुड मर्निङ छ शुभ दिन शुभ बिहानी हजुरहरूलाई होइन आजको मौसम त्यस्तो छ होइन हजुरहरूकोतिर कस्तो छ हो त्यसो थाहा भएन तर यता भने चाहिँ यस्तो छ है आज केही देख्दैन वारिपारि केही देख्दैन होइन अन्त जस्ट आफ्नो बाटोमा देखिरहेको छ जस्तै कि लाइक अ लाभा जस्तै नै भइरहेको छ होइन हजुरहरूकोतिर के कस्तो छ मौसम हजुरहरूले कमेन्टमा बताउनु होला होइन कतिको पानी आइरहेको छ कतिको भल पहिरोहरू गइरहेको छ अहिलेको अवस्था पानी परेको नै छ होइन दिउँसो पनि पानी नै छ रातभरि पनि पानी छ अन्त दिउँसो त कमै हुन्छ पानी तर रात परेपछि निकै ठुलो नै पानी आउँदैछ यता चाहिँ होइन अन्त यताको पानीले आज बेलुकाको पानीले चाहिँ अलिकति हानि गरेछ घरमा होइन र यहाँ माथि एउटा विकास आज रातिको पानीले चाहिँ निकै ठुलो धर्कने नै आएको थियो होइन अन्त विकास खाम्लुङ भन्नेको घरमा चाहिँ अलिकति आजको पानी चाहिँ अलिक पहिरो गएर चाहिँ घर माथिल्लोपट्टिको घर पुगेको अवस्था छ होइन म हजुरहरूलाई देखाउने नै छु त्यो चाहिँ हो अन्त त्यो एउटा अरू त खासै म हेरेको छैन पुगेको छैन कि कस्तो भइरहेको छ हो त्यो पनि म तपाईँहरूलाई देखाउने छु यदि केही कुछ भएको छ भने हेर्नु होला होइन अन्त आजको मौसम त तपाईँहरूलाई मैले देखाइ नै दिएँ र पनि आज दिन त यस्तै नै छ हो अब अझै पनि पानी पर्छ जस्तै नै देख्दैछ सम्भाव यसो मौसम हेर्दा त दिनभरि नै पानी पर्छ कि जस्तो छ तर भन्छु आजको दिनमा चाहिँ घाम लाग्दियोस् है भन्ने चाहना हो किनकि लुगाहरू धुँदै सुकेको छैन प्लस मेरो सुपारीहरू पनि टिप्नुपर्ने भएको छ होइन अब गर्ने मान्छेलाई पनि त काम अब हाजिरा दिएर काम मान्छे लाउनु पर्छ अन्त काम भएन भने त मेरो दिनुपर्छ हाजिरा मान्छे लगाएपछि भनेर पनि के गर्नु टिप्नै पर्ने अवस्था होइन पैसा लागेको चिज हो पैसा लागेपछि अब पैसा त लाउनै नै पऱ्यो होइन अब पैसा अब पानी परिरहेको छ भन्दैमा टिप्दिनँ भन्नु पनि भएको छैन होइन अन्त टिप्नु पर्छ जसरी भए पनि जे जस्तो भए पनि होइन अन्त चाहिँ हेर्नुहोस् हाम्रो गाउँ बस्तीको खोल चाहिँ खाल्चेहरू यस्तै हुन्छ है यस्तै नै हुन्छ हजुर हेर्नुहोस् गाउँहरूको खोल छ खाल्ची अनि यस्तै छ पारा हाम्रो यस्तै छ पारा है त ल स्टे ट्युन्स गाइस यसो भिडियोहरू हेर्दै गरौँ ल यदि हजुरहरूलाई मन परे सब्सक्राइब पनि गर्नु नभुल्नु होला है त ल है त गाइस साफसफाइ हुँदैछ होइन सबै यता भेला भएर गाउँको समाज भेला भएर साफसफाइ चाहिँ हुँदैछ हो त्यो ढुङ्गा फुटाउने कार्यक्रम पनि भइरहेको छ प्लसमा राख्दै पनि कार्यक्रमहरू यस्तै छ